हामी चाहिँ हिँडिसकेको छ है अब रिसिभ गरिसकेको छ मैले अब दिदीलाई हाम्रो यात्रा हो सीता पाइला अब तर म लगिदिइहाल्छु नि टेन्सन नगर्नु न भयो किन ए पासपोर्ट दिन लानु भएको घुम्न जान लाग्नु हो कि विदेशमा काम गर्न जान लाग्नु भएको काम गर्न जान लाग्नु हो कि घुम्न जान लाग्नु हो घुम्नलाई हिउँ परिरहेको होला त जुम्लातिर त यस्तो खतरा यहाँ त हिउँ पर्न लाग्छ अब झन् लेकतिर त हिउँ परिहाल्छ नि लेडी राइडर रहनु हुँदो रहेछ हातखुट्टा सबै ठेक्दो रहेछ लेडी राइडर हजुर म भित्रबाट लान्छु क्या है अब यहाँ बाहिरबाट त धेरै गाह्रो हुन्छ झन् जाम छ त जाम औ के हो यार हाल्न जस्तो गरेर आउँछ त हामी त सँगसँगै भइरहेछ त यहाँबाट अलिक चेप्नु पऱ्यो क्या यहाँबाट चेपेन भने गाह्रो छ ल जाम त क्रस गर्यो यहाँको त अब चाहिँ हेरौँ अगाडितिर कस्तो छ धुलो चाहिँ बुटुटुटुटु उडिरहेको हुन्छ के हो बाटो हेर्दा सबै पिजै छ तर आँखाभरि पुरा धुलै धुलो उडिरहेको हुन्छ अचम्म छ यार बाटो हेर्दा जम्पिङ गरे यस्तो गरा गर्छ मजा छ जे भयो नि काठमाडौँमा मजा छ ओहो लो हिलो अनि भर्खर बाइक धोएर ल्याएको के काम भने 120 खेर गयो पाउनुहोस् बाइक धोएर ल्याएको के भर्खर अनि अब हिलोमा जानु परेपछि त अनि खेर गयो अब त्यही गर्नुपर्ने त्यही त गुडाउने भन्दा गुडाउनै बेस्ट छ है आहा तपाईँ पासपोर्ट बनाएर कहाँ उड्ने हो र फ्रान्स आर्मी हुनुहुन्छ क्या उता तपाईँको बुढो होइन यही 5 तारिकमा
अनि तपाईँको त पासपोर्ट त ढिलो भएन र? ए कुन चाहिँ ब्याङ्कमा? हजुर ए कुन ठाउँमा हो मलाई थाहा छ नि त ठाउँ त फेरि पक्नु नि त अहिले सिधपाइलतिर गएर उ गरौँ ल है त्यही आसपासमा होला कुन ब्याङ्कमा भन्नुभएको थियो ल ल ठिक छ ए भइहाल्यो नि झन् ऊ आफैले लिन आयो भने सकिएको त अनि सकिएको नि के भयो र ए उताबाट भिजा चाहिँ ब्याङ्कमा पठाउँछ एमबिसीबाट आउने हो तपाईँको पासपोर्ट हो त्यही ब्याङ्कमै पठाउँछ हजुर ब्याङ्कको नामको त थाहा हुँदैन मलाई तर अब उनीहरूले कुन ब्याङ्कमा पठाउँछ थाहै हुँदैन क्या डबल ओ के गर्नु लाग्यो पानी गाडी भित्र छिन ला रहेछ नाम लास्टै बिजी रहेछ नि त बाटोमा ढ्याक्क रोकेर हजुर यही त हुन्छ होला बाटो अब त बनाउँदैछ भट्टाभट छिटो छिटो जाउँ न अहिले बन्द हुन्छ फेरि कहाँ रिङ रोड है झन् टाढो हो नि त्यो त टाढो हो नि यहाँबाट जम्मा 3 किलोमिटर जति होला तपाईँको टाढो छैन अब त्योभन्दा यो राम्रो हो नि यो सर्टकट नजिकै हो क्या यो तपाईँलाई थाहा नभएर नि बसन्तपुरमा अब चहल पहल अलिक खतरै छ है बेलुकाको टाइममा के हो म्याम तपाईँ त हेर्दै हुनुहुन्न त मलाई त यार हेर्नु न हो हेर्नु ओ काठमाडौँ मन्दिर सो पक्नुहोस् हामी छिरौँ पहिला दरबार ताने न त यार के लिएर होला मन्दिर हो र आउनु भएको छैन यता देखाएको छैन है आज त अनि तपाईँलाई म भनफन सबै घुमाउ हजुर त्यही त तपाईँलाई म फन सबै घुमाउँछु नि आज के भयो र तपाईँलाई त्यहाँ पनि रोकिदियो मैले अब यहाँ त सपिङ गर्न अलिक टाइम लाग्छ नि त तपाईँलाई यो बाटो त झन् तपाईँ आउनुभएकै छैन नि यो बाटो त झन् आउनुभएकै छैन नि तपाईँ अनि यस्तो खतरा बाटो घुमाउँछु म तपाईँलाई आज ल हेर्नु न नि दामी छ बेहुली बन्ने हो भने सारी फ्रान्समा गएर फेरि एकचोटि बेहुली बन्ने होला नि त फ्रान्समा पुगेर फेरि एकचोटि बेहुली बन्ने होला नि त नि के गर्नु म्याम खै उहाँहरू कहाँ जानुभयो यो बाटो थाहा छ कि छैन उहाँहरूले हजुर फेरि माथि जाने ल यो चाहिँ अब यो चाहिँ इन्द्र चोक हो होइन अब हामी असन बजार भनेको छ असन चोकमा गएर बसौँ यो चाहिँ इन्द्र चोक हो अघि असन चोकमा भनेको छ जानुहोस्
पक्नु अलि अगाडिको चोक हो अनि त्यहाँ गएर बसौँ ल अनि आयो भने आयो आएन कता कता ल मेन मान्छे नै आइसकेपछि सकियो नि होइन मेन मान्छे आएपछि सकियो नि अनि कहाँ जाने र अब चाहिँ जाने कता अब खै कहाँ जाने अब के किन्ने भइरहेछ अब तनाव भयो त ल अब कहाँ जानु हुने हो के भएर वेट त कहाँ सपिङ गर्ने ठाउँमा त अनि 1-1.5 घन्टा त लागिहाल्छ नि घाटा त हामीलाई हुँदैन पैसा थप्दिए भइहाल्यो नि हामीलाई त 500 चाहिँ थप्दिनु अब फ्रान्समा जान लाग्यो मान्छे कस्तो लोभी गरे क्या डलर कमाउन जाने मान्छे अनि यहाँ अब हामीलाई रोकेर चाहिँ अनि ओ भन्छ किन डराएको के भन्नु 100 रुपियाँ त यतिकै थापिहाल्छ नि तपाईँले पुग्दैन पुग्न त किन के भयो के कुरा हजुर टाइम लाग्छ नि तपाईँलाई ल हुन्छ ल वेलकम राम्रोसँग जानु होला फ्रान्समा गएर चाहिँ सम्झिनु होला है भिडियो आउँदैछ होइन यहाँ चाहिँ अब मैले ट्याग गरिसकेको छ हेरौँ कताको लाग्दो रहेछ यो एरिया चाहिँ एकदम रेड जोन एरियामा परिसकेको छ अहिले मारामार आइसक्यो होला नि त नि रिक्वेस्ट आइसक्यो होला नि त समर्थ हस्पिटल हेलो हजुर ल म त यहाँ इन्द्र चोकमा चाहिँ अलिकति टाइम लाग्छ ल वेट गर्नु म आइहालेँ लगभग 5-7 मिनट 10 मिनट पनि लाग्न सक्छ 5-7 मिनट लाग्न सक्छ के गर्नु यहाँ अलिकति उसमै छु क्या त्यो इन्द्र चोकतिरै छु भित्रको बाटो आउँदा त्यस्तो त अलिअलि जाम त भइहाल्छ नि तपाईँ वेट गर्नु न 5-7 मिनट वेट गर्न सक्नुहुन्छ नि गर्नु नभए त हतार छ भन्दा फेरि अहिले पठाउनै पाउँदैन नि तपाईँलाई जहाँबाट टाढै एक्सेप्ट हुने हो त्यो फेरि तपाईँले अरू बुक गर्दा पनि टाढा नै पऱ्यो भने त वेट गर्नै पऱ्यो नि त जसरी नि ए ल म जसरी हुन्छ चाँडो गरिदिन्छु नि ल हस् म त यो भित्रको बाटोबाट लागौँ राइजिङ मलमा पुग्नुपर्ने अब हेरौँ कति फास्ट हुन्छ थाहा भएन
त्यो जाम त नहुनुपर्ने हो अब त भइसक्यो त ओ आमा भिड त छ अझै पनि चाडपर्व सकिसक्यो त गाइजहरू के हो यार भिड त खतरा छ त यहाँ त आमा भिड त ओभर छ त यहाँ त आम्मा तर अब यो त एनी टाइम बिजी हुने ठाउँ हो है अब 5-7 मिनट लाग्छ भनेको त फेरि त्यो बहिनीले क्यान्सल गर्न पनि सक्छ है गाइजहरू फेरि यस्तो नि हुन्छ नि त फेरि अलिकति टाइम लाग्यो भने हतार भएको मान्छेले क्यान्सल गरिहाल्छ हामी दौडेको दौडै हुन्छ नि फेरि त्यही भएर अब त्यस्तो चाहिँ नगरिदिनु होला हामीलाई पनि दुःख हुन्छ है अब सबैजनाले समस्या बुझिदिनुपर्छ अनि के गर्नु यसरी अलिक फ्री रहेछ ल पुग्छ जस्तो लाग्यो फ्री रहेछ ल यतिको फ्री भयो भने त म 2 मिनटमा पुगिहाल्छु मेन भनेको अब त्यो माथिको चोक हो माथिको चोकमा पनि फ्री नै होला आई थिङ्क यतिको भयो भने त पुगिहाल्छु चाँडै हेलो बाटो त यता र उता होइन नि त हो अलिक खुल्ला ठाउँ छ भने त भित्र च्यापेर हिँड्नु पऱ्यो नि त हिँड्नु पऱ्यो हामी नि छिटो त छिटै हुन्छ जस्तो लाग्यो ल यस्तो धेरै बिजी त होइन तैपनि बाटो बिजी बाटो नै हो यो ठाउँ नै हो त्यही भएर यतिको बिजी त नर्मलै लिनुपर्छ है हतार भएको बेला फेरि सबैजना फेरि यता उता गरेर हुन्छ है त्यस्तै हो हामीलाई हतार भयो भन्दैमा सबैलाई हतार हुन्छ भन्ने छैन विचार गरेर यताउता बाटो क्रस गर्नुपर्ने हुन्छ वा असनचोकको माहौलै खतरा छ क्या है के हो यार दामी छ है ठाउँ त फेरि अहिले फेरि ढुङ्गा ओछ्याएर दामी गरिदियो है दामी छ नि सलिड गरेको छ है यहाँ हिँड्नलाई सपिङ गर्नलाई मलाई जहाँसम्म लाग्छ यो सपिङ गर्न ठाउँलाई चाहिँ ब्लक नै गर्नुपर्छ क्या ठमेलमा ब्लक गरे जस्तै यो पुरै ब्लक गरिदिनुपर्छ क्या सपिङ गर्नेलाई मात्रै क्या पार्किङ ठिक आफ्नो ठाउँमा राखेर त्यसपछि ब्लक गरिदिने त्यसपछि त कसैले ट्यान्डाटिडी गर्छ भन्ने पनि छैन हिँड्नलाई पनि ब्लक भनेपछि ब्लक बस त्यस्तो गर्दै हुन्छ मजा हुन्छ है फेरि होइन अब म चाहिँ यहाँ ट्याक्कै रानी पोखरीको अगाडि आफ्नो साइड बिस्तारै काट्नुपर्छ है भुत्तेर जानु हुँदैन गाइजहरू त्यहाँबाट निस्किने बेलामा है आफ्नो साइडलाई एकदम राम्रोसँग हेरेर अनि अगाडि बढ्नुपर्छ हाम्रो सानो मिस्टेकले गर्दा चाहिँ ज्यान जान सक्छ हामी घाइते हुनसक्छ अरू घाइते हुनसक्छ ज्यान जान सक्छ आफ्नो जान सक्छ अरूको ज्यान जान सक्छ होइन त्यो चाहिँ नगरौँ हतार भनेको गर्ने होइन है कसरी सेफ भएर अगाडि बढ्ने हो त्यो चाहिँ सोच्नु होला यो दरमाग अब त आइपुग्यो भने म दरमाग आइपुगिसकेपछि धेरै छँदै छैन नि यो त वान वे हो यता कुना च्यापे नि हुन्छ क्या वान वेमा त प्रब्लमै भएन अब यो टु वे हो यहाँनिर चाहिँ टु वे हो नि त यहाँनिर वान वे त्यो बहिनी कहाँनिर बसिरहेको छ या कहाँनिर हुनुहुन्छ कहाँनिर हुनुहुन्छ कहाँनिर चाहिँ हुनुहुन्छ
हजुर कहाँनिर हो तपाईँ? म ट्याक्कै यहाँ अगाडि नै छु। ए समता हस्पिटल होइन? ल बस्नु बस्नु। फेरि सपिङ गर्न जानुभएको? फेरि जामै भयो। त्यही त अहिले फेरि यो टाइममा यति बेला फेरि राइड पाउनै गाह्रो छ क्या। राइडर पाउनै गाह्रो छ अहिले। त्यही भएर मैले भनिदिइहालेँ क्या तपाईँलाई। अरू पनि त्यति टाढाबाट एक्सेप्ट हुने हो, अनि फेरि उसलाई पनि टाइम लाग्यो भने त तपाईँले त जसरी पनि झ्याउ भइहाल्यो नि। त्यही भएर मैले भनिहालेँ। तर म सर्टकट बाटो आएको, त्यो अलि असमतिर जाम हुन्छ कि जस्तो लाग्थ्यो, तर अब फेस्टिभल सक्यो नि त, त्यही भएर जामसम थिएन, सजिलै आइपुग्यो। जाम छ त यहाँ। तपाईँको अफिस यता हो कि? ए ए कति वर्ष हुनुभयो यहाँ जब गर्नुभएको? ए हो। ए ल ल हुन्छ। भइहाल्छ नि। हामी चाहिँ भित्रको बाटोमा लागौँ। अब बाटो क्रस गर्न नसक्ने मान्छे यार। ल यत्रो जाम भइसक्यो, उसलाई बाटो क्रस गर्नलाई गाह्रो भइरहेछ। यहाँ त पालो दिँदै दिँदैन, कहाँको दिन्छ त? कि त सिग्नल हुनु पऱ्यो पालो आउनलाई। तपाईँको ड्युटी अफ 4 बजे हो? ए अब दसैँ तिहार सक्यो, अनि त्यसपछि अब फेरि तपाईँहरूको चाड के हो रे? तपाईँहरूको के नाच भन्छ होइन? तपाईँहरूको चाडपर्व क्या? साकेला नाच खतरा हुन्छ यो तपाईँहरूको है। अब आउँदैछ फेरि। नेपालमा त चाडपर्व कहिल्यै नसिद्धिने हो नि त। फेरि एउटा सकिन्छ अर्को सुरु भइहाल्छ है। भनेको नर्मल मान्छेले 40-50 हजार कमायो भने कोही जाँदैन थियो विदेश। यहीँ आफ्नै देशमा कति रमाइलो गरेर बस्थ्यो होला, आफ्नो चाडपर्व मनाएर है। यहाँ के गरौँ भनेर यहाँ केही व्यापारी हुँदैन। रेस्टुरेन्ट खोल्यो भने रेस्टुरेन्ट चल्दैन, क्याफे खोल्यो भने क्याफे कम्पिटिसन हुन्छ। अचम्म छ हौ। त्यसैपछि स्थिर सरकार भयो भने अनि जति हुन्छ हुन्छ क्या, आफ्नै देशमा हुन्छ हुन त। तर अब हजुर कोही अब के हो बहिनी, आश मात्रै गर्दा गर्दा कटिसक्यो है उमेर हो भनेको। अचम्मै छ क्या। हुन्छ 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 त्यो गेटबाट ए हुन्छ। त्यही त हाम्रो पालोमा त त्यस्तै होला। दुःख लाग्छ नि हो। सबैजना यस्तो सोचिरहेको हुन्छ देश छोडौँ कहिले हो। कमसेकम 50-60 हजार त विदेशमा त बच्छ भन्ने टार्गेट बोकेर हिँड्छ। के गर्नु त। ए हुन्छ हस्।
130. Thank you. ए वेलकम. माया गरिदिनु भएकोमा राइडर साथीहरूलाई त्यही भन्छु क्या म शान्तिमा किचकिच नगर्नु. मैले एउटा भ्लग देखाएको थियो एउटा भाइले चाहिँ मोबाइल ब्याङ्किङ गरेर रहेछ उसले चाहिँ अब 60 भनेर गरेर रहेछ तर सुरुमा चाहिँ 60 देखायो होला अनि हुन्छ नि अब त्यहाँ अब डेस्टिनेसन अब वेटिङ यताउता गर्दा चाहिँ अब 2 रुपियाँ बढ्यो होला भाइलाई नि याद भएन अनि उसले चाहिँ ब्याङ्किङ गर्दा चाहिँ 60 मात्रै ब्याङ्किङ गरेर रहेछ होइन अनि भाइ 2 रुपियाँ चाहिँ कसले दिन्छ अरे के क्या हाँस उठिरहेको मलाई 2 रुपियाँ ट्रान्सफर गर्नु लागेको थियो बिचरा है भाइलाई त्यस्तो चाहिँ नगरौँ न कहिलेकाहीँ अब कहिलेकाहीँ 5-10 रुपियाँ 20-50 रुपियाँ बढी हुन्छ कहिलेकाहीँ घडी हुन्छ त्यसमा चाहिँ त्यस्तो चाहिँ नगर्नु होला कसैले नि है त्यस्तो व्यवहार चाहिँ नगर्नु होला. सो मैले यो राइड चाहिँ इन गर्दैछु हेरौँ अब लेट्स सी कहाँको लाग्छ